हुन्छ लौ ए लौ लौ मै चाहिँ लौ भन्छ त्यत्रो त्यत्रो हुन्छ त्यत्रो हुन्छ नि चल मामाले लगेर कहाँ जानु ला पहिला जानु लाग्यो जाने हेलो गाइज वेलकम टु माई ब्लग र आज चाहिँ म बिहान उठिसकेको छौँ र उठेर अब फ्रेस हुनु पर्यो फ्रेस भएर एकछिन तल होटलको सामानहरू लिन जान छ अनि त्यही त एकछिन म तल दिदी कहाँ पनि बस्नुपर्ने हुन्छ त्यही भएर अब म फ्रेस भएको है त बाई फ्रेस भएर यता अलिअलि कामसाम सकाएर निस्किने बेलामा भिडियो हुने चाहिँ तब A few moments later. लगायत चिया खान लाग्यो है अब चिया खान्छौँ चिया खाएर अब निस्किन लाग्यो चिया खाएर अब निस्किन लाग्यो है म तल अब निस्किने बेलामा देखाउँछु तपाईँलाई गाइस अब चाहिँ म फाइनली निस्किने लाग्यो है त हेलमेटहरू सब बोकिसकेका छौँ अघिबाट निस्किन्छौँ त भनिरहेको थियौँ तर अब चाहिँ निस्किने लाग्यो फाइनली ठिक छ अहिले जान्छौँ गएर देखाउने छौँ के कस्तो छ कलतिरको माहौलहरू मेरो बाइक यहाँ छ अब म निस्किन पर्ने हुन्छ र मन त लाग्थ्यो कि यहाँबाट किरान्डरबाट तल भण्डारासम्म गएको पनि भिडियो बनाऊँ तर फोनमा अहिले उता पनि गएर भिडियो बनाउनु पर्ने भएको कारणले गर्दाखेरि चार्ज नपुग्ने हो कि भनेर चाहिँ मैले बनाएको छैन र जाँदाखेरि बनाउँदिनँ बनाइहाल्यो भने पनि त्यही भण्डारा चोकदेखि उता प्यारासम्म चाहिँ बनाउने छौँ त्यसको लागि एकछिन वेट गरिदिनु होला हस् त है त गाइस म यो के भन्छ अरे यता भण्डाराभन्दा हल्का माथि आइपुगिसकेको छु है यहाँबाट चाहिँ अब मेरो भिडियो स्टार्ट हुनेछ यो बाटो पहिले खत्तम थियो अहिले यो बाटै बवाल भइसक्यो रहेछ है त यो बाटो त्यो अटो आउँदैछ अटोवालालाई म यस्तो चेताउँछु है के छ खान्छ ठिक छ कता हो म यतै पहिला म तपाईँको भिडियो गर्दै नि र के छ एकदम सन्चै एकदम माथि के कस्तो छ माहौल के थाहा म नि हिजो भर्खरै चाहिँ आइपुगेँ हामी कहाँ जानुभएको थियो काठमाडौँ के गर्न त्यो बाहिर जानु पठाउनलाई मामा देखाइदिउँ भनेको झन् के लुकिरह यार उता पठाएँ कि बाहिर जानु थियो अनि त्यो भएर ल म एकछिन त्यहाँ जान्छु तिर्गेस गरेर अनि त्यहाँ तल जान्छु बेलुका उताबाट जानु मिल्दैन बेलुका भिडियो हेर्नु म सेयर गरिदिन्छु प्यान्टको चेन लगाउनु पऱ्यो फर्छु प्यान्टको चेन लगाउनु पऱ्यो फर्छु ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ गएमा माथि छैन कोही पनि ल
बिचरा प्यान्टको चेन चाहिँ नलाइकन हिँडिरहेको रहेछ त्यो बाटो चाहिँ बवाल बनाइसकेको रहेछ है बवाल नै कता हो हैनलाई के हो तिमी यत्तिकै बसिरहेको त के देखाउने मलाई हैनलाई पढ्दिएको ए यो रसिद देऊ न मलाई फोटो खिचेर लान्छु फोटो खिचेर फोटो कपी गर्छु त्यसलाई पठाइदिन्छु म फोटो खिचेर लान्छु एउटा यो रसिद भनेको त्यो लाइसेन्सको क्या यति दिनै हुन्छ क्या हामीले यो देखाए पनि पुलिसले छोडिदिन्छ क्या नामहरू नागरिकता नि माग्छ अहिले त नागरिकता त घरमा छ भनिदिने नि ए रसिद नागरिकताको नि फोटो देखाउनु पर्छ यही रसिद देखाएकै रुको जरा सबर करो आज बेलुका आउँछ है हिरो पनि अलिक भन्नुपर्छ नि यार होटेल भन्दा नि म भस्माडी ताल दिएर जाने भने केटाहरूसँग साइकल स्टार्ट गर्न साइकल स्टार्ट गर्न साइकल स्टार्ट गर्न साइकल स्टार्ट छोट लुगा धुवा त जानु भएन दिप्सन यहाँ यता आऊ न आऊ पछि यस्तो थोत्रो जुत्ताहरू ल्याएर नहिँड है ब्रान्ड टिकट हेरेर सर पनि कतिवटा छ आज पनि जानुपर्छ के को कसले ल्याएको यस्तो साह्रो फ्रीमा बाँडेको थियो क्या केटाहरूलाई ल्याउ न दुइटा किन हो कि दुइटा ल्याउ न आग्रह नगर न यार केटाहरूलाई सबलाई लानुपर्छ यार त दुइटा लान्छु म कि तिनटै लैजाउँ गर्लफ्रेन्ड दियो के तिनटा म लान्छु तिमी जाँदैन के लाग्यो किन जाँदैन हिजो पनि गयो हिजो कतिखेर गयो हामी पनि गएको थियो हिजो हामी राति धन्नै मार्यो भने यार म्याजिकमा हिँडेर आएको कसलाई फोन गर्नुपर्छ नि अब जाँदा मलाई फोन गर पुर्याउनु त भण्डार ल तिमीलाई दुइटा है तिमीलाई दुइटा आग्रह नगर सबलाई केटाहरूले झन् 1500 वटा थियो ल तिमी तिनटा राख यहाँसम्म मलाई ओ बहिनी यहाँ आऊ त तिमी चाहिँ दुइटा लिएर जाऊ के यहाँ आऊ न आऊ न यहाँ यस्तो राखेछ न बहिरी ल्याउ न तिनटा राख नि तिमी केटाहरू लो छ ल मैले दिन्छु भनेको ल्याउ न यार यहाँ बहिनी के गर्नु जानुलाई बहिनी तिमी कहाँ जानुलाई पहिला जानु लाग्यो जाने गाडी स्टार्ट कर ए लानी हो मलाई हिँड्न गर्नु न के लानी हो हेर्नु न गर्नुस् न तान यहाँ न बहिनी मलाई लानी हो बहिनी मलाई लानी हो बहिनी रे अनि लानी तिम्रो चाहिँदैन मलाई त्यस्तो जा अब हिजो 7वटा थियो यार भिआइपी टिकट मलाई त्यत्तिकै फालिदियो मसँग पनि थियो भिआइपी टिकट तर म गएन म नि गएन मलाई त्यो भिआइपीमा कस्तो बस्नै मन लाग्दैन अनि भिआइपीमा यति हुन्छ र स्पेस त्यो घुम्ने ठाउँै हुँदैन अनि त्यसमा नि हुन त हुन्छ कि तर यात्रा हुन्छ बाहिर जस्तो मजा आउँदैन त्यही त बाहिर भने कस्तो बहिनी तिमीलाई बेलुका उयसमा भेट्छु है तिमी उयसमा देख्छौ है ए बहिनीलाई नि सब्सक्राइब गर्न लाउनु भयो होला बहिनीलाई नि मोबाइल सब्सक्राइब हान्याल है बेलुका मोबाइल बेलुका बहिनी म तिम्रो पसल आउँछु ल बस न एकछिन बहिनी एउटा नाच्देऊ न बहिनी नाच्देऊ न बहिनी बहिनी नाच न नाच ल जाउँ भस्माडी ताल तिनवटा एउटा ल्याउ न अब यार
दिर्के देऊ क्या सरोज यार एउटा देऊ न यार त्यसमा छोडिदेऊ एउटा देऊ के ठ्याक्कै हामी 3-4 जनालाई ठ्याक्कै हुन्छ क्या लो छ कति 1 2 3 4 5 6 लो उही 6वटा टिकट 30 वटामा कसले किन्यो त्यत्रो सब किन्यो भने म कसले किन्यो भन त मैले अब त बेलुकै गयो सोल्डी बेलुका गयो के म त्यही 3-4 बजे ध्यान ध्यान गुड गर मामासँग हो गुड बाई बाई म एकछिन त्यहाँ जान्छु क्या ल गएको ल चित्त नदुखाए बाटो छ नि मलाई चिनेन कि क्या बहिनीले आफ्नै गाउँको बहिनीहरू समीर समीर किन ओ समीर ओए खै त म कता तलतिर म त यतै घुम्न आएको तपाईँको भिडियो गरेर नि नयाँ रोड देखाउँदै आएको भाइरल बनाउनुलाई तोरेन यो झन्डा यो उयसमै हाल्नु पर्थ्यो त त्यो उयसमा हाल्नु पऱ्यो नि त त्यो अस्ति लोसारमा हाल्नु पर्छ नि ओ मेरो दाई यसो भिडियो बनाउने यहाँ दाई देखिरहेको दाइलाई ट्याप्पै हाम्रो माथितिर सब हाले नि किरान्डरमा झन्डा हालेको छ अनि झन्डा र अनि चोकचोकमा चाहिँ तोरेन के माथि पनि हो नि अनि सरोजले त यार साइकल फेरा जस्तो फेरा फेरि गर्छ यार बाइक त यार साइकल फेरि जस्तो अनि यस्तो यस्तो बाइकहरू कति ल्याउँछ कतिमा ल्याउनु मैले प्रायः एक्सचेन्जहरू गरिरहने साटिरहने हो अब अलि राम्रो छ भने पैसा थपिदिने नराम्रो छ भने उल्टै पैसा माग्ने हो कहाँ छ अरे त्यसले उडा ढुट्टो पार्छ एउटा किन्नु पऱ्यो नि त अब किन्ने नि यसले त ढुट्टो पार्छ ढुट्टो। साइकल त ढुट्टो पार्छ 1 मिनट म्यादीमा लागेर त केटो म्यादी ला 13 नम्बरबाट कहाँ हो भनिरहेको थियो 13 नम्बर लास्टमा थियो नि तेरो त झन् राम्रो त्यस्तो ठाउँमा त्यो उसको त स्यालेरी पनि अलिक बढ्छ होला अरूको भन्दा किनकि त्यो ठाउँ स्यालेरी त्यो त राम्रो हुन्छ होइन के विगत ठाउँहरूमा यसपालि स्यालेरी अलिकति छुट्टै खायो नि त नर्मल भन्दा विगतमा अलि विगतहरूमा अलिक धेरै छ 30,000 बढी छ 30,000मा पनि त्यो अति नै बिगड्ने छ क्या त्यो हिँडेर जानुपर्छ होला तालपर्ने त्यो उयो बोकेर त्यो बिट बोकेर क्या हेलो बिना आइफोनमा भिडियो बनाउँदैछ हेलो नमस्ते थिङ मोटो भ्लगमा वेलकम छ हजुरहरूलाई बस लाइक सब्सक्राइब गर्नु होला धन्यवाद बस म हेलो मेरो दाइ कतिवटा अरे एउटै गर्लफ्रेन्ड हालिरहेको त यार एउटैको फोटो त भिडियो बनाउँदै आयो दाइ आमा दिल चाहिँ के हो हिरो भएर हिँड्नु भएको त तर मान्छे हिरो हो यार त्यसो दाइ एकदम ठिक छ भाइ कहाँ हिँड्यो अनि यसो भिडियो बनाउन आएको गर्लफ्रेन्ड त टन्ना छ त अनि एउटै हो दाइ यार त्यो त अर्कै केटीहरू हालिरहेको हुन्छ कि हाल्दैन दाइ जहिले एउटै हालिरहेको हुन्छ त चारवटा बिहे गर्नै पर्यो दिल्लीको सालो पो त हो के छ दाइ अनि ठिक छ भाइ ढाड मात्रै सड्किएको छ 4 दिन भयो के कुको म्याजिक मसरुम पाउँछ के म्याजिक मसरुम ए त्यो भएर मैले कसले भनेको थियो मलाई यो गैँडा गु खोज्दै हिँड्दा भनेर मलाई आशिषले होला समीर दाइ त जहिले गैँडा गु खोज्दै हिँड्छ भनेर थियो एउटा गुफन पर्यो नि केटा हो म्याजिक मसरुम एउटालाई 500 पर्छ महँगै महँगो यस्तो यहाँनिर त आहा हेर त
गैडा नजिक घर छेउमा गैँडाको खोज्दै नि हक छ जान्छ है जान्छ ल है त यो गैँडाको गु खोज्दै दोस्ले दोस ल अब यता फिलिनु दौडिन साइकल जस्तो कसले फेर्ने एउटा मात्र सफा रहेछ टेकेर रहेछ सब छ्या यस्तो हेलो अब हामी चाहिँ यता आइपुगिसकेछौँ है दोस्ले पल्टाउँछ जस्तो लागिरहेको सम भने कस्तो गन हानि तिमीलाई अलिअलि त गनाइहाल्छ नि हेलो गाइस तपाईहरुलाई स्वागत गर्दछ गोल्फिनसँग आउनु होला हामी त्यसको ठोकाउने हो कि हजुरहरु आउँदाखेरि चाहिँ गर्लफ्रेन्ड लिएर आउनु यस्तो यस्तो पोकाहरूसँग आउनु परेछ हामी चाहिँ साथी गेटी नभएर गाह्रो छ पिकनिक सिकनिक सबै खाना आउन मिल्यो गर्लफ्रेन्ड 2-4 वटा बोकेर आउन नि मिल्यो गर्लफ्रेन्ड लिएर आउनु गाइस एकजनाले 3जना गर्लफ्रेन्ड बोकेर ल्याउन मिल्यो हैन एकजनाले पेल्ने 3टा गर्लफ्रेन्ड चाहिन्छ पल्टी हेर न यहाँ ती माथि आएर यहाँ डुबिसक्यो भने दीर्घेश डुब्छ अहिले भिज्छ भने क्या मर्नेको कुराहरू यार पल्ट्यो अब कस्तो रहेछ पल्टिन्छ भनिरहेको छु यत्रो ग्याप छैन पल्टिन्छ भने ल गाई चाहिँ वाटरप्रुफ हो कि होइन हालिदिउँ कि दुईजनाले पेल्यो भन्दा बरु एक्लैले पेले बढिरहेको भन्छ तरकारी साग पकाएको भन्छ सन्तोष नै आएको थिएन होला नि यार पढाउनु पर्छ नि आएन नि हिजो चाहिँ आएको थियो फेरि हाम्रो घर चाहिँ के गर्नु त्यतिकै घुमिरहेको पानी चाहिँ बिहान बिहान सफा हुने क्या जनाउनु त सफा हो तर पानी नपुग्यो है पानी नपुग्या यस्तो भयो क्या जस्तै यो झारीहरू के आयो नि त माटोहरू थप्यो त्यो के भन्छ अरे कुवा क्या कुवा हो कि के भन्छ त्यसलाई कुवा भन्दैन यस्तोलाई योभन्दा कुछ है किन राख्ने सेट दस बोल्देऊ ओ के बोल्नु केही आउँदैन बोल्नुलाई गाह्रो छ भ्लग गरिरह भाइ तिमीले ए ल भाइ दुई शब्द के भन्ने अब भाइको भ्लगलाई सबजनाले हेरिदिनु होला भाइले कहिले कहिले कमेडी पनि हालिदिन्छ होइन भाइलाई माया गरिदिनु होला भाइको भ्लगलाई 2 मिलियन ओभर हालिदिनु होला सबैले माया गरेर होइन माया गरेर अब हामी चाहिँ यहाँबाट निस्किन लागेको डाइरेक्ट अब उता दिदी घर गएर भेट्नेछौँ केटाहरू त पछाडि छ अब उता दिदी बाटोमा जाने अनि भेट्नेछौँ दाइ यहाँ पहिले फुटबल खेल्थ्यो होइन तिमीले थाहा पाउँदैन यार तर यहाँ फुटबल अहिले खेल्नु पहिला खेल्ने सुने हो क्या मैले देखा थाहा पाएन क्या तल चाहिँ खेल्छु अहिले सेउली बजार सौली बजारमा तन बो मलाई देखेर टिकटक बनाएर निकालिदिला नि फेरि म्यादी मागे म्यादी त्यसमा बनायो भने निकालिदिन्छ होला यार थाहा पायो भने निकालिदिन्छ अब त निकालिदिन्छ दाइ यो पुरानो होइन यो पुरानो ढुङ्गा के हो फुल रोपे है क्या फुल रोपे यहाँबाटै जाने ठाउँ चाहिँ यहाँबाट उता गर्ने ठाउँ म पौडी चाल्ने अब
हेलो नमस्ते म यहाँ आइपुगिसकेको छौँ दिदीहरू को हो यो मान्छेहरू चिन्दैन कता फर्क्यो यता 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 हेर्दै त एकचोटि भइसक्यो अघि नै हो तिमी आऊ न तिम्रो लागि तरकारी आलु म हो आमा यहाँ हो त ल म अन्डा पकाउनलाई को अब अन्डा सन्डा पकाएर खानासाना खाइन्छ अन्डा यहाँ राखौँ केराको पातले भुइँ छुन्छ लौ लौ मान्छाङ लौ भन्छ फेरि लौ माइचाङ लौ भन्छ फेरि तिमीलाई देखेर लौ भन्छ फेरि केराको पात फेरि स्टार्टबाट केराको पातले भुइँ छुन्छ लौ ए लौ लौ मान्छाङ लौ भन्छ केराको पातले छुन्छ के किनिदिने अरे दिप्सन के किनिदिने अरे बाइक किनिदिने उयो बाइक चलाउ न त ल चलाऊ यत्रो किन्ने कहाँ पाउँछ यत्रो भण्डारामा ए त्यत्रो किनिदिने त्यो ठुलो होइन यत्रो होइन नि ए ल यत्रो यता हेर त यत्रो भए चाहिँ हुन्छ कत्रो अरे यत्रो ल यत्रो किनिदिन्छु यत्रो त यत्रो कि त्यही चलाउ न खै दीर्घेश के गर्नु क्या म अहिले काकालाई किनेर पठाइदिन्छु है कत्रो त ल म किनेर पठाइदिन्छु क्या काकालाई पठाइदिन्छु दीर्घेशलाई पठाइदिन्छु है दीर्घेश काकालाई पठाइदिन्छु घडी लाउनु हुँदैन ल म यत्रो बाइक किनेर पठाइदिन्छु है अहिले काकालाई पठाइदिन्छु क्या अहिले काका साइकलमा गएर चाहिँ लगाइस् म निस्केको है त अब यहाँबाट उता दिदी घरबाट यतातिर अर्को कान्छी दिदी घर आइसकेँ अब यहाँबाट पनि निस्किन्छौँ भण्डार गएर अब दीर्घेशलाई भेटेर यत्लो बाइक किनेर पठाइन्छ यत्लो बाइक ल गाइज के हो यो म भर्खर यस्तो स्पिडमा आएर त्यसले रोक 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 भने बाइक देखाइदियो के भयो स्टार्ट गरेर देखाइदियो स्टार्ट गरेर गुड्दैन हेरौँ साथी रे टेन्सन लाग्यो स्टार्ट हुन्छ है स्टार्ट भयो हल्का बटारे अब है भर्खर किने अरे किन्न चाहिँ टेन्सन म फेरि कुदेर आएर त्यो रोक 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 रे होइन फेरि तेल पनि पेट्रोल सेट्रोल सब छ है गुड्दै गुड्दैन के भएको यस्तो यो बाइक हिँडिराखेर जाउँ न त अनि त्यसले बराली राउँ कसलाई त्यो माछा पोखरीमा गएर भेना पठाइदिन्छु भने एकचोटि के भन्दो रहेछ हेरौँ भेनालाई बाइक त ए स्कुटी छ त्यहाँ त्यो साइड लाएर राख्नु मैले त साइड लगाएन त्यहीँ राखिदिएँ के ल्याङ गर्ने आफ्नै ठाउँ हो पड्काइन्छ मैले के बाइक किने केटा अरे पठाउ गर्न ठिक हुन्छ यो बाइक यार तेल दिने बाइक ल स्टार्ट भयो होइन हल्का बटार्यो सक्यो कि यत्तिकै कार्पेटर उड्यो कि 4-5 हजार गयो फेरि किने दिने किने दिने 4-5 हजार जाने भयो बिचरा टेन्सन ला बाइक मलाई मेरै भागमा परेस लागेर अनि दिएको बिग्रिन ठाउँमै फेरि भएको भण्डारबाट यस्तो भएर चाहिँ हेर्नु यस्तो नि हुन्छ र म त के सक्यो भने के हुक त अगाडि जाने हुक 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 अनि फेरि आफै बन्द हुनु खोज्ने के त्यही त त्यो उयो भएर तेल पास नभएर त्यो होला कार्पेटर उयो भएपछि त कहाँ त्यो पास हुन्छ त उड्यो के उड्यो अब
गयो क्या 4-5 हजार गयो। ल ठिक छ, अहिले म पछि भेटौँला ऊ माथि गएर। गाइज किनियो बाइक, यत्रै बाइक भन्यो भान्जाले किनियो, बाइक किनियो। कुदाउन यो चाहिँ भण्डार चोकमा के हो अहिले? यहाँनिर नि पिच गरेर रहेछ क्या बबाल। कता यता त ट्राई गर्छ सबै गर्ने खालको बजेट हुनु परेन। भण्डार चोक बाइक चाहिँ क्या बबाल देखायो हेर न। गैरी बहिनी भेट्नु जाने कि बहिनी तिम्रो लागि मैले गिफ्ट ल्याइदिएँ। के कसम के ल्याइदिएँ भन ल, के ल्याइदिएँ ल भन न, कसम ल्याइदिएछु। चलाऊ के अब यस्तो यो चलाएर जानुमा एक्सिडेन्ट पर्छ। मम्मी त एक्सिडेन्ट भएछ। मम्मी एक्सिडेन्ट भएको छोरी नि फेरि बनाउँथी बोले के तिमी यही भाउ साहब मलाई ल्याइदियो हो ल्याउ छ दिन भान्जालाई ऊ दिन हाउ कुरा नगर। लाउनु तपाईँको अगाडि नै त्यस्तै भन्नुपर्छ ल बहिनी गयो नजानु किन्थ्यौ न त नि। कसलाई किनिदिने अरे? होइन गर्लफ्रेन्ड बाहिर छ, नेपाल आएपछि किनिदिने हो। कस्तो अरे त्यो भाइ खै त कुदाउ न। कता जाने तिमी त घर जाने हो? म चाहिँ अब घर गएको। एक्सिडेन्ट पऱ्यो कि फोर हेर न, फोर झारे हो क्या एक्सिडेन्ट पऱ्यो। ल म गएको ल दोस म गएँ। ल म गएको, म माथि गएर बोलाउँला भेटौँला आधा बाटोमा पुगेर। हेलो गाइज, म चाहिँ अब आइपुगिसकेको छ होटेल र हल्का त्यही गाजर मुला खाएको र सानोतिनो यो किचन आइटमहरू सामानहरू बोकेर आएको थिएँ। म चाहिँ अब अलिअलि त्यो सामानहरू बाँकी छ, बियर आइटमहरू यता चाहिँ त्यो अहिले दाइले ल्याइदिनुहुन्छ अटोमा। ल गाइज यही भन्न चाहन्छु। म आज बिचबिचमा खासै भिडियोहरू आएको छैन किनकि मैले खासै भिडियोहरू बनाउन पाइनँ, एक्लै पनि थिएँ। अनि त्यसपछि सानो सामानहरू यता र उता किन्न पर्ने भएको कारणले गर्दाखेरि खासै मैले भिडियोहरू बनाउन पाइनँ। यसको लागि चाहिँ माइन्ड नगरिदिनु होला किनकि भिडियोहरू सबै कोही कता त्यो सररै देखाउन पाइनँ कि सबै एकैचोटि रेगुलरली देखाउन पाइनँ। त्यसको लागि म सरी भन्न चाहन्छु र त्यही हो इन्डिङ गर्न चाहन्छु। अब धेरै लामो पनि नबनाऊँ, त्यही भएर म भिडियो इन्डिङ गर्न चाहन्छु। हस्त धन्यवाद।